Hello and namaste guys. So it's your boy Grace Chetri and welcome back to my YouTube channel once again. So आज चाहिँ हैन म चाहिँ अलिक नयाँ ठाउँमा आएको छु। यहाँ मेरो साथी मिन्छ हो आइ भने यता ठाउँ सिद्धान्त छ हो। हामी चाहिँ तीन भाइ नै दलसिङको। अनि आज चाहिँ हेर्नु है कहाँ आएको छु म यो चाहिँ कुचबिहार राजबाडी हो। दामी छ यो जग्गा। सो आज चाहिँ म तपाईलाई यो एरियाहरु नै देखाउँछु अर्सो घुम्नु लागि के मजाको छ के कुचबिहार। यो जग्गा चाहिँ कुचबिहार हो अनि हामी चाहिँ कुचबिहार राजबाडी भन्छ यो जग्गालाई। हेर्न सक्नुहुन्छ दामी छ है। यो चाहिँ हामी क्लोज भ्यू तपाईलाई देखाउँछु। यहाँ रे एकडा हो न्यू ना खोज्नु नि फेरि यसले उडाइदिनु तिमीलाई हेर ल। कतिजनाले अलिक बेसी न्यू खोज्छ कि यसले उडाइदिनु पर्छ। सो यहाँ हाम्रो मेन भ्यू छ हो। अब चाहिँ हामी यसो अलिक भित्र पस्दिने। मान्छेहरू आज पुरा भिड छ। दामी है। लु हामी चाहिँ अहिले बाहिर आइसकेको छौँ हो। यसको भित्र चाहिँ राखेको छ इम्पोर्टेन्ट चिजहरू। अब त्यो चाहिँ भित्र चाहिँ क्यामेरा अलाउड छैन हो फोटो खिच्नु भिडियो बनाउनु। त्यसलाई म त्यो भित्रको चिज देखाउन सक्दिनँ तपाईँलाई। हाम्रो यहाँ हेर्नु हेर्नु हाम्रो गाइड भन्नुहोस् न भन्नुहोस् न अनि भन न लु अब चाहिँ हामी एक चक्कर हान्दैछ है। भित्रको चिज चाहिँ हामीले देखाउनु पाएन हो। त्यो नदेखाएको राम्रो न हो। रुल्स फलो गर्नुपर्छ है। तपाईँलाई म बाहिरबाट देखाइदिन्छु हेर्नु न कति दामी छ। अब हामी चाहिँ यसो एक राउन्ड हान्दैछ। यो चाहिँ हामी ब्याक साइडपट्टि आयो कि ब्याक साइडपट्टि झन् हेर्नु न आम्मामा कम्ती दामी छ ब्याक साइडपट्टि झन्। अगाडिपट्टि होस् पछाडिबाट साइडबाट जाँदा पनि राम्रै देख्छ है हो। दामी हो। फोटोहरू पनि क्लिक गऱ्यो हामीले हो। अझै क्लिक गर्नुपर्छ। अब हामी तिन भाइ चाहिँ घुम्दैछ। हाम्रो टुर गाइडले चाहिँ हामीलाई सम्झाउँदैछ हो कस्तो कस्तो के हो भनेर। कस्तो लाग्यो तिमीलाई अन्त यहाँ राजबाडी? एकदम राम्रो। कडा तिमीलाई कस्तो लाग्यो? एकदम दामी छ। दामी। साहिलको घर यहाँ देखाइदिउ न। एक टोयलेट पो होइन त। कहाँ हो ड्रिङ्किङ वाटर हो टोयलेट टोयलेट भने यसले बदनाम गरिसक्यो थैट। साहिल पहिला जनताले काम गर्ने हैन काउन्टरमा बस्छ। पानी दिने राजा रानीहरूलाई। राजा रानीलाई चाहिँ आउँछ के पानी खान। अब आउँथ्यो होला नि थाकेर रनिङ गरेर। दामी छ यो चाहिँ बाटोहरू हेभी मेन्टेन गरेको छ होइन। हमरा भी कुचबिहार के करो से कम नहीं गर्ने। सही हो सही हो। दामी छ कि जग्गाहरू चाहिँ हेभी मेन्टेन गर्छ क्या। दामी हो। सो यो चाहिँ वक गर्ने जग्गाहरू हेर्नुहोस् है दामी छ। क्या कर रहा है तू? क्या कर रहा है तू? क्या कर रहा है तू? यहाँ लेखेको पनि सबै मेटाइदिएछ। नभए त्यसो पढ्दै त्यही त मजाको छ हिँड्ने वक गर्ने जग्गाहरू नि। कत्रो एरियामा छ अन्त यो ठुलो चाहिँ ठुलो एरियामा छ क्या। अन्त दामी पनि दामी नै छ। यहाँ त यो सफरेन छ अगाडि छ हौ। यो त सफरेन छ नि जस्तो के भन्छ अगाडि छ कि उयो हेर्नु हाम्रो टुर गाइडले हामीलाई पुरा सम्झाउँदैछ है। भन न फर्स्ट टाइम आएको मान्छे उसले म टुर पुरा गाइड गरिदिएँ होइन हो। अगाडि म गएको यहाँ के अरे उयसमा पो नपुसेको त अगाडि त गएको थियो। बुझ्यो बुझ्यो त्यहाँ चाहिँ ल ल सिटिङ एरिया बुझ्यो मैले बुझेँ युट्युबमा नहाल नि फेरि मिल्न सिकाइदिइ राख्दियो। मिल्न सिकाइदियो यता नि छ त एरिया ठुलो। यहाँ फोटो सुट हुँदैछ है फेरि। लु त गाइस है तपाईँहरूलाई चाहिँ मैले जति देखाउनु थियो देखाएँ। अब हामीलाई पनि घर त जानुपर्छ होइन लेट हुन्छ। त्यसैले गर्दा अब हामी एउटा निक्लिने हो। यो चाहिँ तपाईँको मेन एक्चुली गेट हो तर त्यहाँबाट चाहिँ हामीले आउनुपर्छ टिकट काट्नुपर्छ हो। तपाईँको अब इन्डियनहरूलाई चाहिँ 25 रुपिस होइन। त्यसको बादमा तपाईँहरूलाई फरेनरहरूलाई चाहिँ 300 रुपिस रहेछ क्या यहाँ एन्ट्री। त्यो पनि भनिदिइरहेको इन द एन्ड है। सो यहाँ छ अन्त बाई कुचबिहार है राजबाडी। सो अब चाहिँ हामी लाग्दिएको है गाइस। सो बाई एन्ड इन्जोय गोर्खा।